मेरो नाम सङ्गीता पाण्डे भण्डारी। म चाहिँ आज चाहिँ डेरिभेसन अफ इक्वेसन अफ लिनियर मोसनको थर्ड पार्टमा, योभन्दा अगाडि चाहिँ हामीले दुईटा पार्ट ल्याइसकेका छौँ, दुईटा इक्वेसन पनि प्रुभ गरिसकेका छौँ र आज चाहिँ हामीले सल्भ गर्दैछौँ थर्ड इक्वेसन। थर्ड इक्वेसन चाहिँ हामीले चाहिँ प्रुभ गर्दैछौँ के यास इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर है। अनि यास भनेको चाहिँ यहाँ के हो डिस्प्लेसमेन्ट, ए भनेको के हो एक्सिलरेसन, टी भनेको के हो टाइम र यु भनेको त सबैलाई थाहा छ यु भनेको इनिसियल भेलोसिटी। र अब म ढिला नगरिकन प्रुभ गर्दैछु, मेरो बोर्ड सानो भएको हुनाले मैले सबै रफ गर्छु, हेर्नु होला है त भाइ बहिनीहरू सबैले राम्ररी। र हजुरलाई यदि क्वेरिजहरू केही क्वेसनहरू छ भने चाहिँ सोध्नु होला है कमेन्टमा गएर सुन्नु है। हाम्रो चाहिँ यास इक्वल टु चाहिँ युटी प्लस हाफ एटी स्क्वायर फर्मुला प्रुभ गर्ने हो। हामीले चाहिँ के गर्ने हो यास इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर, यो फर्मुला चाहिँ कसरी आयो त है। हामीलाई चाहिँ यहाँ यास आउँदै क्रममा हाम्रो चाहिँ यास भनेको के हो डिस्प्लेसमेन्ट, डिस्प्लेसमेन्ट भनेको चाहिँ डिस्प्लेसमेन्ट यास भनेको फर्मुला हामीले योभन्दा अघिल्लो भिडियोमा डिस्क्राइब प्रुभ गरिसकेका छौँ। यास भनेको के हो त u प्लस भी अपन 2 इन्टु टाइम होइन त साथीहरू, हो नि। हामीले चाहिँ यसलाई कसरी लेख्न सक्छौँ यास इक्वल टु u प्लस भी अपन 2 इन्टु टाइम लेख्न सक्यौँ होइन। अनि यो टी चाहिँ यतापट्टि आउँदाखेरि यास अपन टी भयो, यो चाहिँ u प्लस भी अपन 2 नभयो। यो इक्वेसन सल्भ गरेको मात्र है साथीहरू। अब चाहिँ हामीले चाहिँ यहाँ भी योभन्दा अघिल्लो अझै पार्ट 1 मा चाहिँ हामीले चाहिँ यो भी को फर्मुला पनि प्रुभ गरिसकेछौँ है। हामीले चाहिँ यास अपन हामी यो 2 यतापट्टि मल्टिप्लाई गर्न गए पनि हुन्छ है। हामीले चाहिँ यास अपन टी नत्र यतिकै उ गरौँ यु प्लस हामीले भी को ठाउँमा चाहिँ यो भी को फर्मुला चाहिँ यु प्लस एटी लेख्न पाउँछौँ है, 2 भयो। किनकि हामीले यो फर्मुला चाहिँ ए इक्वल टु भी माइनस युबाट अपन टीबाट फर्मुला प्रुभ गर्दाखेरि हाम्रो चाहिँ भी इक्वल टु चाहिँ हाम्रो के आएको थियो त भी इक्वल टु, मैले यहाँ एकैचोटि डाइरेक्ट लेखिदिएँ टाइम लस गरिदिनँ है। भी इक्वल टु चाहिँ यु प्लस एटी फर्मुलाबाट चाहिँ हामीले चाहिँ यहाँ चाहिँ भ्यालु हालिदिएको है, सब्स्टिट्युसन गरिदिएको है, के गरिदिएको त पुटिङ द भ्यालु अफ भी हियर है। अब हामीले चाहिँ यहाँ सल्भ गर्दै जाँदाखेरि है अब यो सल्भ गर्ने है त यास अपन टी यो भनेको 2u प्लस एटी भयो, के भयो 2u प्लस एटी अपन 2 भयो। अब चाहिँ हामीले यो टीलाई चाहिँ उतापट्टि मल्टिप्लाई गर्दाखेरि यास इक्वल टु है यो यतिकै मल्टिप्लाई गर्दा 2ut है, यसले टीलाई मल्टिप्लाई गरे प्रत्येक टर्मलाई 2u इन्टु टी के हुन्छ 2ut प्लस एटी यो टी इन्टु टी मल्टिप्लाई गरेर यहाँ टी स्क्वायर भयो, दुईटा टी भयो नि त अपन 2। अब हामीले फर्मुला त यहाँ यास इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर फर्मुला प्रुभ गर्न छ। अब यो हामीले यो टर्मलाई चाहिँ ब्रेक डाउन गरिदिने, के गरिदिने ब्रेक डाउन गरिदिने। ब्रेक डाउन गर्दै जाँदाखेरि हाम्रो चाहिँ यहाँ यास इक्वल टु के हुन्छ त अब मेरो मात्र पेनले धोका दिए जस्तो भयो हेर्नु है। और यास इक्वल टु 2ut डिभाइडेड बाई 2 कति हुन्छ 2 काटेपछि यहाँ ut मात्रै रह्यो, के रह्यो ut। अनि अब हाम्रो यहाँ 2 त छैन, 2 नहुने भएपछि यहाँ के हुने भयो हाफ एटी स्क्वायर, के हुने भयो हाफ एटी स्क्वायर। अनि फर्मुला प्रुभ भएन त भयो नि, कति सजिलो छ है। हो त्यही भएर आफूले गर्दै जाँदा प्र्याक्टिस गर्दै जाँदाखेरि टर्म राम्ररी जान्ने हो भने फर्मुला प्रुभ गर्न त्यति गाह्रो छैन है। सो है डिस्प्लेसमेन्ट यास भन्नेले यासले चाहिँ के जनाउँदो रहेछ युटी प्लस हाफ एटी स्क्वायर पनि जनाउँदो रहेछ। आजलाई यति नै है, फेरि पनि म अर्को भिडियो लिएर आउने छु है। मेरो च्यानल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस् त, थ्याङ्क यू भेरी मच।